बासँगैका सम्झनाहरू मध्य मध्यबर्खाको पारिल घाम साउने किराको त्यो आकाश उडान हाम्रो मन यसै फङ्ग हुन्थ्यो। लगातारको झन्डै अनि पुलुक्क निस्केको घामको सङ्गत गर्न प्रेमीले बन्ने निस्केका यी किराहरू एकछिन उडेर संसार देख्न हतारेका यी बोल्न नसक्ने आत्माहरू बाको चुरोसँगै आकाशबाट हेली जस्तै चिने जस्तै घाँसे मैदानमा घुमी घुमी झर्थे। बाको वरिपरि कहिले हिँड्दै त कहिले उडेर काँधेमा बस्थे। बाको एक कुरो चिन्तनसँगै मुखबाट पोक पोक निस्किने चुरोटको धुवा आकाशैभरि मडारिँदै सानो नाकमा आएको बास्न अति प्रिय लाग्थ्यो। धुवा पनि मगमगाउँथ्यो। बाले खाने मैले मजा लिने। कसैले पारिल गाममा चिसो मौसममा पिरमा तनामा वा पार्सलको रूपमा ल्याएको चुरोट खाँदा आउने बास्नाले बाको याद ताजी बनाउँछ। मस्तिष्क पानामा लुकी बसेका अतिथिहरूलाई आँखैभरि मनैभरि बनाउने त्यो धुवा कस्तो धुवा कहिलेकाहीँ लाग्छ। यो धुवा संसारभरि यतै कतै उडिरहेछ। चुरोट चिन्तन र चर्चा बाको उपमा नै थिए। सानैदेखि बाको सङ्गत उहाँको बारेमा केही कुरा थाहा थियो। बाको त्यो राजस्व बाल्यकाल शिक्षाको विभेद पल्टने जागिर घरको पीर सन्तानको पीर आदि यस्तै। सन्तानको पीर त लिँदैन भन्दा पनि मुटुमा गर्ने किला रहेछ। उहिले बारको पालामा पनि त्यस्तै, अहिले पनि उस्तै। देउराले हिया गैँडा गोल्ड फ्ल्याग पाइलट चौतारी र बिजुली यस्तै चल्तीका चुरोट थिए उति बेला। लाहोरबाट आउने फिल्टरवालाको त आयो नै कमन थियो। कहिले सल्काउन आदेश, कहिले रहर त कहिले करले, नचाहेको पनि होइन। तर बाको चुरोटले झुम्मेका साउने किरा जस्तै यो चुरोटप्रति झुम्ने रहर कहिले जागेन। बरु तिनसम्म झुम्मेका साउने किरालाई छोपेर थैलोभरि गोजाभरि हलगोर बनाएको याद ताजी छ। अहिले लाग्छ ती चुरोटहरू, ती किराहरू, ती सम्झनाहरू नबिर्सिने सम्झौताको लाहा छाप लाएर कतै बिलाएछन्, कतै हराएछन्। अमिट छाप बनी बसेका तिनै अमूल्य यादहरू कठिन जीवनका ऊर्जा बनेका छन्। धन्यवाद।